हेलो गुड मर्निङ एभ्रिवान वान्स अगेन सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा। अनि सबैजना सन्चै हुनुहुन्छ होला। अनि यति त सोच्नै पऱ्यो म पनि सन्चै छु। अनि आज चाहिँ म कहाँ जाँदैछु भन्दा ड्रेस लगाएर कलेजतर्फ जाँदैछु। बिहान मात्रै धेरै फ्रेस पनि भएको छैन। म चाहिँ घरदेखि हिँडिसकेँ। 20 minutes later. सो एभ्रिवान म चाहिँ बल्ल तल्ल कलेज आइपुगेँ। थाहा छैन मैले भोलि खान्छु या के हुन्छ। अनि सधैँभर आजभोलि म वान टेन गरिसकेको अब कहाँ मोडल कलेजमा आइसकेँ म चाहिँ। भन्न हामीलाई पनि यस्तै हुन्थ्यो पहिले चाहिँ। सो मेरो साथी ऊ चाहिँ बिचमा हराएको थियो है, एकदम धेरै हराएको थियो। अनि आज चाहिँ फेरि साथी आउनै पर्छ भनेर फेरि साथी आइसकेको छ। अनि एउटा कुरा चाहिँ म सधैँ टाइममा कलेज जान्छु भन्छु होइन, तर के गर्दा गर्दा ढिलो हुन्छ कि आजभोलि कलेज क्वान्टिटी भइसक्यो म ढिलो कलेज आउनेमा। थाहा छैन अब क्लासमा सरले के भन्नुहुन्छ, एकछिन सरको रियाक्सन पनि हेरौँला। अनि आज चाहिँ मैले भिडियो किन बनाएँ, मैले चाहिँ स्पेसल चिजहरू मात्रै भिडियो बनाउँछु। आज चाहिँ हाम्रो स्कुलमा स्पोर्ट विक चलिरहेको छ ब्याचलर कलेजको फर्स्ट इयरदेखि थर्ड इयरसम्म फोर्थ इयरसम्मको। सो म चाहिँ लेट आउँछु जहिले। योभन्दा अगाडि पनि यस्तै भएको थियो, आज पनि यस्तै छ। यस्तो कलेक्सन भइसकेको रहेछ। लास्ट इन्ट्री सायद मेरो र मेरो साथीको हुन्छ यहाँ चाहिँ। मेरो साथीको कहाँ गयो यार। मेरो साथी सो गाइज हामी चाहिँ अब यहाँदेखि बस चढेर बेलजुनीतर्फ लागिरहेको छौँ। अब हामी चाहिँ हाम्रो स्पोर्ट चाहिँ बेलजुनी हुनेछ चाहिँ। अब यहाँदेखि सिधै बेलजुनी जानेछौँ। अनि बसको त्यो हुलाल चाहिँ म देखाउने छु, बिचमा रमाइलो पनि हुन्छ होला। अनि मेरो साथीहरू अगाडि गएर मलाई यस्तरी घुरेर हेरेछन्। अनि हाइट सानो छ त्यही भएर पनि देखायो न। ल ब्रोहरू राम्रै भएर आएको छौ त। मेरो साथी है दसौटी, नाम चाहिँ अभिनव, मैले दसौटी भनेर बोलाउँछु। यिनीहरू बिना मेरो भिडियो नै अधुरो हुन्छ। राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो। हामी चाहिँ बेलजुनीमा आइसकेका छौँ। अब लाइनसँग एकदम डिसिप्लिन साथ हाम्रो कलेजको भाइ बहिनी, मेरो दाइ दिदीहरू अगाडि बढिसक्नु भएको छ र हामी पनि लाइनैसँग अगाडि बढिरहेको छौँ। हामीले खेल्ने ग्राउन्ड चाहिँ यही रहेको छ। सबैजनालाई थाहा होला बेलजुनी रङ्गशाला तुलसी। रेस सुरु भइसकेको छ। अनि रेसरहरू उहाँ हुनुहुन्छ र अनि मौसमले चाहिँ एकदम धेरै च्यालेन्ज पनि गरेको छ। रनिङ चाहिँ स्टार्ट भइसकेको छ। 2 hours later.
डान्स सँगसँगै अब चाहिँ फुटबल सुरु भइसकेको छ। फर्स्ट इयर र थर्ड इयरको फर्स्ट इयर भर्सेस थर्ड इयरको भइरहेको छ। भर्खर फोटोसुट हुँदैछ। अब स्टार्टिङ हाम्रा खेल कार्यक्रमहरू फुटबल पश्चात सञ्चालन हुनेछ। हाम्रो कार्यक्रम 1 गतेदेखि 3 गतेसम्म यही खेल मैदानमा सञ्चालन भइरहनेछ। तसर्थ आज हामी कार्यक्रमलाई समापन Ну нахер. Отец. हाम्रो चाहिँ क्रिकेट पनि स्टार्ट भइसकेको छ। अनि क्रिकेट चाहिँ फर्स्ट इयर भर्सेस सेकेन्ड इयर हुँदैछ। यो रेड जर्सी चाहिँ सेकेन्ड इयर रहेको छ भने ब्ल्याक जर्सी चाहिँ फर्स्ट इयर रहेको छ। काले गुड शट। सँगसँगै यहाँ चाहिँ हाम्रो सुरज गुरु बस्नु भएको छ रनर काउन्टमा। 12 र 4 16 ल हरि बबाल छ। कति हो 3 रन? The next day. एकदम दुखी छु मलाई। आज गेम हार्यो। अब क्रिकेट छ, क्रिकेटमा जित्न सकिन्छ भन्ने आशा छ। बेस्ट अफ लक। थ्याङ्क यू रबिन भाइ। फेरि भन न। 1 hour later. गाइज आज सेरेमनीको लास्ट दिन। सो हाम्रो यहाँ चाहिँ कुर्सी दौड भइसकेको छ। अनि म चाहिँ आइसकेँ। अनि मेरो साथीहरू खेलेन। यो चाहिँ अन्तिम चरण रहेको छ। अनि हाम्रो प्रियङ्का दिदी र फर्स्ट इयरको बहिनी रहेको छन् भने म अन्तिमसम्म देखाउने छु के हुनेछ। चाहिँ स्टार्ट भइसकेको छ। अनि मैले चाहिँ बिचमा क्लिप नै दिन सकिनँ किनभने म हल्का व्यस्तताको कारणले। अनि सो यहाँ चाहिँ हाम्रो प्रोग्राम स्टार्ट भइसकेको छ। साथीहरू हाम्रो प्रोग्राम सुरु भइसकेको छ। आज अध्यापन र महेश नेउपाने सरलाई अतिथिको सिट आसन ग्रहण गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। अतिथिको सिट आसन ग्रहण गर्ने क्रममा गोर्खा मोडेल कलेजका खेल संयोजक कार्यालय व्यक्तित्व सुरज सरलाई अतिथिको सिट आसन ग्रहण गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी गोर्खा मोडेल कलेजका परीक्षा शाखा कर्मचारी आदरणीय व्यक्तित्व कोमल डीसी सरलाई अतिथिको सिट आसन ग्रहण गरिदिनको लागि अनुरोध गर्न यहाँ उपस्थित रहेको छ जोरदार
तालीले सम्मान गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। सुन्दर केसीको टिमलाई अगाडि आफ्नो प्रमाणपत्र र मेडल प्रदान गरिदिनुको लागि र उक्त खेलमा प्रथम हुने विद्यार्थी मेरा प्यारा प्यारा फर्स्ट इयरका भाइहरू, यो चाहिँ भलिबलको टिम रहेको छ भने यसपछि सेकेन्ड इयरको टिम चाहिँ भलिबलको बोइजतर्फ सुनील शर्मा भलिबलको अगाडि बोइजतर्फ आफ्नो सेकेन्ड भएको छ, प्रमाणपत्र र मेडल ग्रहण जो हाम्रो गरिदिनुको लागि क्लासमेट अनुरोध गर्न हुनुहुन्छ। चाहन्छु। त्यसैगरी फुटबलतर्फ प्रथम र सफल सुरेश भण्डारीको टिमलाई तयारी अवस्थामा बसिदिनुको लागि अनुरोध गर्न चाहन्छु। यो चाहिँ थर्ड इयरको थर्ड इयर अब अहिलेको थर्ड इयर र पुरानो थर्ड इयर रहेर फुटबलमा फर्स्ट आउनुभएको थियो। उहाँ चाहिँ अगाडि गइसक्नु भएको छ प्रमाणपत्र र मेडल ल्याउन, जो हामीभन्दा सिनियर हुनुहुन्छ। सेकेन्ड हुन सफल अच्छा पुनः हार्दिक बधाई भन्दै मेरा दुई शब्द यही अन्त गर्छु। हस्त धन्यवाद। नमस्ते, जय गुरु। धेरै धेरै धन्यवाद। आजका प्रमुख अतिथि दाङ जिल्ला खेलकुद जिल्ला समितिका कार्यालय प्रमुख आदरणीय व्यक्तित्व राकेश परियारजीलाई।